मेरो मेरो परिचय म दिँदाखेरि मेरो एउटा जन्मस्थान यहाँ होइन, रिम्बिकदेखि उता श्रीखोला अनि यस ठाउँमा आएको, यहाँनिर चैतेपानीमा आएको चाहिँ 70 सालमा हो। 70 सालमा आएकोदेखि यसो धेरै साल यसै रहँदै बस्दै गर्दाखेरि 2004 प्रभु यीशु ख्रीष्टलाई पाएको छु। पाएर चाहिँ आज यहाँनिर यो मेरो निम्ति सबै छोरीहरूले मिलेर चाहिँ मेरो बर्थडे गरिदिने उत्सव मनाउने भएको कारणले गर्दाखेरि म यहाँनिर यो भन्न चाहन्छु। सबैलाई थ्याङ्क यू। जब म तपाईलाई हेर्दछु, जीवनको उद्देश्य प्राप्त गर्छु। जब म तपाईलाई हेर्दछु, मानिसको निम्ति उत्साह बन्दछु। जब म तपाईलाई हेर्छु, तपाई जस्तै म बन्दछु। हुन्छ, म सबैलाई धन्यवाद दिन चाहन्छु। विशेष आज मेरो जन्मदिन मनाउनमा नानीहरूले कोसिस गरेर आजको जन्मदिन उत्सव मनाउँदैछु। विशेष म चाहिँ के भन्दाखेरि जन्मदिन हाम्रोमा यस्तो हाम्रो शेर्पा जातिमा त थिएन, तर अहिले क्रिस्चियन जीवनमा आएपछि चाहिँ एउटा जन्मदिन बर्थडे मनाउने एउटा प्रथा रहेछन्। अनि त्यसले गर्दाखेरि मैले अब प्रभु पाएको कारण, अनि प्रभु पाउनु चाहिँ मैले 2004मा पाएको। म मेरो जीवनमा पहिला उताउ चढाउ त थुप्रै थिए। म ज्यादा ड्रिङ्क गर्ने व्यक्ति हो, अनि साथै मैले एउटा आफ्नो श्रीमती बिमारी भएको कारण, बिमारी हुँदै गर्दाखेरि चाहिँ प्रार्थनाले निको भएको कारणले गर्दाखेरि चाहिँ, जाति भएको कारणले गर्दाखेरि चाहिँ हामीले प्रभु पाएको। अहिले चाहिँ मेरो परिवार फ्यामिलीमा प्रत्येक सबैजना प्रभुमा छन्, अनि प्रभुलाई म धन्यवाद दिन्छु। आज मलाई पनि यो जीवनमा प्रभुले मेरो जीवनमा उपलब्धि ल्याएको छ र मलाई अहिलेसम्म सामर्थ्य सुरक्षा दिनुभएको लागि म प्रभुलाई पनि धेरै धन्यवाद दिन्छु। नानीहरू सबैलाई म धन्यवाद दिन्छु। आउँदो दिनहरूमा पनि अझै यस्तो सफलता भएको होस् भनेर भन्न चाहन्छु। धन्यवाद। मेरो जन्म चाहिँ 38मा भएको, 1938मा। अनि 38देखि आज यहाँ आउँदै गर्दाखेरि जोड्दै लाँदाखेरि चाहिँ मैले 87 भन्दै थिएँ, तर 88मा पुगेछु। 88मा अब टेक्दै रहेछु। अनि आजको मेरो जन्मतिथिदेखि उता चाहिँ 87 चाहिँ पुरा भएको थिएछ, तर मलाई त्यो थाहा थिएन। र हिजो जोड्दै गर्दाखेरि चाहिँ 88मा टेक्दै रहेछु आजदेखि उता चाहिँ। अनि विशेष मैले प्रभु पाएर प्रभुमा धेरै 2012देखि मैले प्रभुको सुसन्देशहरू ठाउँ ठाउँमा गएर सुसन्देश गर्न नपाएँ, किनभने म कस्तो थिएँ। तर मैले एक दुसरामा पनि फेरि प्रभु चिनाउने अवसर र मौका पाएको छु। मैले सुसमाचार
बिहार साइडमा कोक्राझार साइडमा गएर पनि गऱ्यौँ, सिलिगुडी फेरमा, साथै दार्जिलिङको ठाउँ कालिम्पोङ साइड, चारखोल साइड, यो जग्गा आज मैले उता तिनसुके डिगबाई त्यहाँ तक पनि त्यता पनि गएर एउटा प्रभुको सुसन्देश दिन सकेको छु, पाएको छु। र अहिले पनि म एउटा एफजिओ टिम छ, यो एफजिओ टिममा रहेको कारण एफजिओको एउटा प्रेसिडेन्ट भएको नाताले गर्दाखेरि मैले अहिले पनि सुसमाचारहरू गर्दैछौँ अनि प्रार्थना गर्छौँ, सुसमाचार गर्छौँ, एउटा हामीले सेवाको विषयमा गर्छौँ। शिक्षाको लागि पनि डिसेम्बरमा 10 दिन 12 दिनको हामीले केही बाइबल शिक्षा पनि दिने गरेका छौँ। र अहिले हाम्रो साथीहरू छ, पास्टर राजेन, पास्टर फिलिप, अनि यता हाम्रो पास्टर अर्पन्दी, पास्टर छिरिङहरू छन्, अनि हाम्रो नरबट थापा, साथै म, हाम्रो कतिजना एउटा टिममा पनि छौँ। र आजको दिन यो टिमको व्यक्तिहरू पनि हामी जम्मा हुँदैछौँ र हाम्रो केही कुराहरू छ, के कसो छ त्यो कुराहरू त धेरै वर्णन गर्न हामीलाई कोही छैन। र पनि अहिलेसम्म यस्तो छु, र पनि आउँदो दिनहरूमा प्रभुले सामर्थ्य दिनुभयो भने अझै पनि केही गर्छु भन्ने एउटा मनसाय छ। र आउँदो दिनहरूमा प्रभुले असल योजना बनाइदिनु भयो भने, प्रभुले ढोकाहरू खोलिदिनु भयो भने, प्रभुको योजनाभित्र र सामर्थ्यभित्र राख्नुभयो भने चाहिँ प्रभुलाई हामी प्रभुको धेरै सुसन्देशहरू गर्ने इच्छा चाहिँ छ। हाम्रो परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, आश्चर्य कर्म गर्नुहुन्छ। उहाँले झरी पठाउनुहुन्छ, जमिनलाई भिजाउँदछ। जब उहाँ बोल्नुहुन्छ, सृष्टिले पनि उहाँको आज्ञा पालन गर्दछ। परमेश्वरको वचन सधैँ स्थिर छ र अटल छ। संसार टरी जाँदछ तर हाम्रो परमेश्वरको वचन सधैँ स्थिर रहँदछ। सबैलाई जय मसी। आजको दिन है रमाइलो दिन छ है, किनभने हाम्रो पापाको आज बर्थडे भएको कारणले गर्दाखेरि बर्थडे मनाउन आएका छौँ। यो चाहिँ अब साँच्चै नै एउटा खुसीको समय हो है। र एकछिन प्रभुलाई धन्यवाद दिउँ है। महान ईश्वर, दयालु अनि करुणामय पिता, पवित्र आत्माले परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। विशेष तपाईँलाई धन्यवाद दिन हामी प्रभु सक्दैनौँ, किनभने प्रभु तपाईँको कर राज्यहरू अपार छ। प्रभु तपाईँले Thank you. यीशुको चरणमा पवित्र
पिता तपाईँको अनुग्रह राख्नुहोस् भने हामी प्रार्थना गर्छौँ। प्रभु ईश्वरलाई तपाईँको दीर्घ आयुले तपाईँले भर्नुहोस् भने हामी प्रार्थना गर्दछौँ। पिता परमेश्वर ईश्वरलाई दिँदछौँ। तपाईँ हाम्रो पुकारलाई सुन्नुहुने पिता चाहिँ तपाईँ हुनुहुन्छ। प्रभु हामी जान्दछौँ तपाईँ चाहिँ हाम्रो हृदयलाई जहाँ सुन्ने पापा अहिलेसम्म आज 88 पुग्नुभयो है पापा 88 हजुर कति अचम्म हजुर आज टेक्नु भयो भन्ने है कति मजाको कुरा है तर कति यो पनि ठुलो आशिष हो अबको जेनेरेसनमा अबको अपकमिङ जेनेरेसनमा कतिवटा कुराहरू अहिलेको यो समयभित्र हेर्नुहोस् है कतिजना 88 त के भन्नु कति अब मान्छे 60 पनि पुग्नु पाएको छैन तपाईँ अहिलेको न्युजहरू तपाईँ देख्नु पाउनुहुन्छ थुप्रै कारणले गर्दा व्यक्तिहरू यङ 30 35 त्यस्तो हालले प्रोको लागि ठुलो ताली बजाउने एकचोटि ल पापाको जीवनबाट इन्करेज गर्न चाहन्छु है पापाले अलिक सेवा गरिरहनु भएको छ प्रभुको राज्यमा काम गरिरहनु भएको छ अनि पापाको जीवनबाट अनि परिवारलाई एउटा च्यालेन्ज के छ भन्दै गर्दा अहिले एकछिनमा त्यहाँ आउन चाहन्छु तर एउटा कुरा के छ भन्दा उहाँले सेवा गरिरहनु भएको छ गर्नुभएको छ हो कहिले पनि घरमा घरि कहाँ जानुहुन्छ कहाँ जानुहुन्छ उहाँले सेवा गरिरहनु भएको छ ठिकै छ सबैजना बाँचेको म चाहन्छु भनेर भने उहाँ मात्रै होइन त उहाँको टिमलाई म इन्करेज गर्न चाहन्छु कि उहाँ त्यो कुरा गरिरहनु भएको छ हेर्नुहोस् के भएर भन्नुहोस् यो हृदयको कारणले गर्दाखेरि हेर्नुहोस् पापकमा त्यो हृदय छ अनि सेवकाई गरि सक्नुहुन्छ अझै धेरै लामो सेवकाई जबसम्म प्रभु संसारमा राख्नुहुन्छ तबसम्म सेवकाई गर्न सक्नुहुन्छ हालेलुया यो हृदयले नै सेवकाई गर्न सक्छ हामी आमेन कुनै पनि फोर्सफुली पनि होइन गर्देऊ न सेवकाई कहिले पनि सक्दैन हजुर यो कहिले पनि प्रभुको सेवकाई गर्देऊ न यो गर्देऊ न कहिले पनि होइन जबसम्म तपाईँको हृदय आउँदैन सेवकाईको तबसम्म हामी के पनि गर्न सक्दैनौँ त्यो सबैभन्दा पहिलो कुरा चाहिँ हाम्रो हृदयको सेवकाईको हृदय हाम्रोमा हुनुपर्छ प्रभुलाई सब गर्ने हृदय हुन्छ अनि जब त्यो हृदय भएको व्यक्ति जुनै ठाउँमा प्रभुलाई सब गर्न सक्छ सोच सानो हृदय सानो भएकालाई कहिले पनि म आउँछु प्रभु तपाईँको हृदयको प्रभु तपाईँको सेवकाई गर्न तपाईँलाई सब गर्न चाहन्छु यस त्यो एउटा चर्च भेद के हुन्छ भन्नुहोस् त एउटा जोइ आउँछ नि तपाईँलाई सब गर्न चाहन्छु तपाईँको सेवकाईलाई अघि बढाउन चाहन्छु भन्छ जब परि आउँछ त्यो हृदय नभएको कारणले गर्दाखेरि सबै कुरो सकिहाल्छ तर जब हृदय भएको व्यक्ति सेवकाई प्रभु म तपाईँको सेवकाई गर्ने जब हृदय भएको व्यक्ति जुनै ठाउँमा चाहे गन्ती गरोस् जेसुकै बस प्रभुलाई सब गर्न कहिले पनि छोड्दैन हामी त्यो कुरा पापाले गरिरहनु भएको छ हालेलुया 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 तर अब अर्को कुरा के छ भन्दै गर्दाखेरि उहाँले जेनेरेसनलाई आउँदो पुस्ताको लागि उहाँले बाटो देखाउनु भएको छ र कुरा के छ मैले जे पनि गर्छु यसमा हामी आउँदो पुस्ताको लागि हामी के गर्दैछौँ के प्रिपेयर गर्दैछौँ हामी कस्तो बनिँदैछौँ
आउँदो जेनेरेसनको लागि कस्तो बन्यो त म जहिले अस्ति सायद यहाँ चर्चमा आएर यो कुरासँग मैले बात गर्दै थिएँ हामी आउँदो जेनेरेसनलाई हामी के प्रिपेयर गर्दैछौँ हजुर आउँदो जेनेरेसन हामी आउँदो पुस्ताको लागि अहिले पापाले सबै ढुक्क भएर आज बर्थडे केक कति म त अझै खुसी छु म हेर्नुहोस् है किनभने उहाँले जे कुरा गरिरहनु भएको छ एकदम प्रभुलाई धन्यवाद होस् किन आज परिवार सबैजना मिलेर उहाँको बर्थडे मनाउनु कति खुसीको कुरा हो तर अरू कुरा अझ उहाँ आफै ढुक्क भएर केक काट्नुहुन्छ किन भन्दा गर्दा उहाँले गर्नुभएको छ नि त उहाँले गर्नुभएको छ हालेलुया किन जेनेरेसन होल जेनेरेसनको लागि उहाँले प्रिपेयर गर्नुभएको छ कमिङ जेनेरेसनको लागि प्रभुको लागि बाटो देखाइदिनु भएको छ छोराछोरी पलातिनीसम्म उहाँले प्रभुको बाटो देखाइदिनु भएको छ तर हामी कस्तो छौँ हामी आउँदो जेनेरेसनलाई हामी कसरी प्रिपेयर गर्दैछौँ हामी कसरी आउँदो जेनेरेसनलाई आउँदो पुस्ताको लागि हामी के गरिरहेको छौँ भन्ने कुरा तपाईँले मलाई प्रश्न छ हेर्नुहोस् है पापा त्यो कुरा गर्नुभएको छ हालेलुया हालेलुया विशेष प्रभुलाई महिमा दिँदै अनि पास्टर बाबुलाई अनुमति माग्दै गन्तीको पुस्तक 6 अध्यायको हामी 24, 25 र 26 पद पढ्छौँ अनि जब म पढ्छु हामी सबैले आमेन भन्ने छौँ ल गन्ती 6 अध्यायको 24 पद परमप्रभुले तिमीलाई आशिष देऊन् आमेन र तिमीलाई रक्षा गरून् आमेन परमप्रभुले आफ्नो मुहार तिमीमाथि चम्काउन् र तिमीलाई अनुग्रह गरून् परमप्रभुले आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीलाई शान्ति देऊन् धन्यवाद हामी प्रार्थना गर्नेछौँ पवित्र प्रभु विशेष तपाईलाई हामी सबै मिलिकन जतिजना यहाँनिर एकत्रित गर्नुभएको छ प्रभु सबैको पक्षबाट हामी तपाईलाई धन्यवाद दिन्छौँ हे पवित्र राजा अनि विशेष प्यारो प्रभु यति बेला तपाईँ महिमित भइराख्नु भएको छ हामी विश्वास गर्छौँ तपाईँ रमाइराख्नु भएको छ हामी विश्वास गर्छौँ किन भन्दाखेरि प्रभु ओ पवित्र पिता आज हामीले प्रभु तपाईको प्यारो छोरो प्रभु डिकन जोनाथन शेर्पाको लागि प्रभु प्रार्थना गर्न र खुसियाली मनाउन आएका छौँ परमेश्वर बाबु अनि पिता यो चाहिँ तपाईको धड्कन हो तपाईको इच्छा हो परमेश्वर बाबु तपाईले भन्नुभएको छ तिमीहरूको वृद्धहरू जसले चाहिँ तिमीहरूलाई असल कुरो सिकाउँछ तिमीहरूले उनीहरूको कदर गर भनिकन पवित्र प्रभु अनि विशेष प्रिय पिता तपाईलाई धन्यवाद तपाईले आफ्नो छोरोलाई प्रभु यो 87 वर्ष पार गरिन्जेल ओ प्रभु येशू मसीह पवित्र प्रभु तपाईले आफ्नो छोरोलाई पल पलमा सहायता गर्नुभयो सुरक्षा गर्नुभयो प्रभु विगत दिनहरू प्रभु यहाँका तपाईको छोरोले प्रभु जसरी पार गरे प्रभु त्यो सबै समयहरूमा प्रभु तपाईँ आफ्नो छोरोको साथमा रहिदिनु भयो अनि प्रभु ठुला ठुला दुर्घटनाहरूबाट बचाउनु भयो प्रभु ओ पिता बिमारीहरूले आक्रमण गरे तर मृत्युबाट तपाईले रक्षा गर्नुभयो प्रभुजी हे पवित्र प्रभु अनि विशेष पिता आगामी दिनहरूलाई प्रभु तपाईको हातमा तपाईको दासलाई तपाईको हातमा राख्नु भन्दाखेरि अगाडि प्रभु विगत समयमा तपाईले प्रभु जसरी आफ्नो दासलाई रक्षा गर्नुभयो आफ्नो छोरालाई रक्षा गर्नुभयो प्रभु त्यसको लागि चाहिँ हामी सबै मिलिकन तपाईलाई धन्यवाद चढाउँछौँ प्रभुजी हे पवित्र येशू मसीह बाबु हामीले सुनिराखेका थियौँ तपाईको दासले वचन बोलिराख्नु भएको थियो सानो सानो एजमा प्रभु जुनियर एजमा बाल्य अवस्थामा प्रभु किशोरी अवस्थाहरूमा प्रभु मृत्यु चाख्न परिराखेको छ तर प्रभुजी ओ पवित्र पिता आज प्रभु तपाईको छोरोलाई प्रभु ओ पिता येशू मसीह बाबु यो 90को दशकसम्म तपाईले रक्षा गरिकन राख्नु भएको छ यति मात्र होइन प्रभु तपाईको दास यति बेला प्रभु ओकाली ओराली भिर खोला नाला हुँदै प्रभु पिता लामो लामो यात्रा गर्दै तपाईको सुसमाचारको कार्यहरू गरिराख्नु भएको छ पिता येशू मसीह बाबु तपाईले शरीरको मात्रै रक्षा गर्नु भएन तर आत्मामा तपाईले अभिषेक गरिकन प्रयोग गरिराख्नु भएको छ परमेश्वर पिता आज सबैको लागि तपाईको दास चुनौतीको व्यक्ति बन्नु भएको छ प्रभु येशू मसीह पिता तपाईलाई महिमा सहित धन्यवाद बाबु धन्यवाद यतिका समयसम्म तपाईले बचाएर राख्नुभयो जोगाएर राख्नुभयो स्वस्थ राख्नुभयो तन्दुरुस्त राख्नुभयो प्रभु येशू मसीह प्यारो पिता धन्यवाद छ बाबु अनि परमेश्वर पिता विशेष गरी हामी प्रार्थना गर्दछौँ अब अघिल्लो समयहरू प्रभु तपाईले आफ्नो दासलाई अझै धेरै लामो आयु दिनुहुन्छ भनेर हामी विश्वास गर्नेछौँ प्रभु अनि आज तपाईलाई प्रार्थना गर्नेछौँ प्रभु सबै मिलिकन यो छोरोलाई प्रभु हामीले बिस्तारामा
देख्न नपरोस् भनी तपाईँको इच्छा पनि यो परमेश्वर बाबु तपाईँले स्वस्थ राख्नुहोस् प्रभुजी। हे पवित्र प्रभु धेरै लामो वर्षसम्म प्रभु धेरै लामो समयसम्म प्रभु तपाईँको दासलाई हाम्रो बिचमा देख्न माग्छौँ प्रभु। यो हाम्रो भित्री अन्तरात्माको प्रभु तपाईँलाई पुकार हो परमेश्वर बाबु, यसको कदर गर्नुहुन्छ। धन्यवाद छ पवित्र प्रभु। औ पिता आगामी दिनहरू प्रभु जसरी उहाँ आजसम्म तपाईँ प्रतिको विश्वासमा अटल रहनु भयो भनेदेखि प्रभु यो विश्वास उहाँको ढलपल हुने छैन। अनि परमेश्वर बाबु विशेष रूपले प्रिय पिता उहाँ जहाँ जानुहुन्छ जहाँ पुग्नुहुन्छ त्यहाँको हरेक मानिसहरूलाई तपाईँको दासको कारणले गर्दाखेरि प्रेरणा र आशिष मिल्न सकेको होस्। तपाईँले आफ्नो दासलाई प्रेरणाको स्रोत बनाएर आजसम्म राख्नु भएको छ। अनि अझै प्रभु तपाईँले दोबर गुना गरेर प्रभु तपाईँले आफ्नो दासलाई प्रभु प्रभु ओ पिता आशिषको स्रोत र प्रभु उत्साहको स्रोत बनाउनु हुनेछ भनेर हामी विश्वास राख्छौँ। Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. धन्यवाद दिउँ प्रभुलाई। Thank you, Jesus. Thank you, Jesus. Hallelujah. Thank you, Jesus. Thank you, Jesus. पापाको जीवनको लागि Thank you, Jesus. Hallelujah. Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. Everybody, thank you. Thank you, Jesus. Oh, thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. Oh, thank you, Jesus. Thank you, Jesus. प्रभुलाई धन्यवाद दिउँ। परिवार मिलेर धन्यवाद दिनुहोस्। जुन उहाँले गरेको निर्णय एकता हामी सबैजनाले पूर्णताको आराधना गरिरहनु भएको छ। Thank you, Jesus. Thank you, Jesus. जीवनको लागि प्रभुलाई धन्यवाद दिउँ। Oh, Jesus. Thank you, 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 Jesus. सबैजना चाहिँ मुख खोलेर हामी प्रार्थना गरौँ। प्रभुलाई धन्यवाद दिउँ, चढाउँ कि पापालाई परमेश्वरले चुन्नुभयो। पापालाई समयमा नै परमेश्वरले चुन्नुभयो भने एकछिन परिवार सबै मिलेर हामी प्रभुलाई धन्यवाद दिउँ। ओ येशू, धन्यवाद तपाईँलाई दिन्छ। Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. Oh. Thank you, Lord. प्रभु येशू मसीह पवित्र आत्मा तिरेक परमेश्वर तपाईँको हजुरमा आइकन हामी प्रार्थना अनि बिन्ती गर्छौँ। प्रभु तपाईँलाई विशेष हामी धन्यवाद दिन्छौँ यो समयको लागि, यो घडीको लागि, यो जीवनको लागि प्रभु तपाईँलाई धन्यवाद। विशेष प्रभु तपाईँको वचनको लागि प्रभु तपाईँलाई धन्यवाद। अनि आफ्नो दासको लागि हामीले प्रार्थना गरिसकेका छौँ। बाबु तपाईँलाई धन्यवाद टक्राउँछौँ किनभने प्रभु हामी तपाईँको छोराछोरी, तपाईँको सन्तान, तपाईँको अधिकारको छोराछोरी भएको कारणले गर्दा आज हामी जतिजना टाढा नजिकबाट बोलाउन सक्यौँ र आफ्नो छोराको लागि प्रार्थना गर्न सक्यौँ। प्रभु तपाईँलाई धन्यवाद यस समयको लागि, अनुग्रहको लागि, तपाईँको प्रेमको लागि तपाईँको धन्यवाद टक्राउँदै फेरि प्रार्थना गर्छौँ जो के प्रभु हाम्रो अगाडि छन्। प्रभु येशू मसीह आफ्नो छोराछोरीले प्रभु ल्याएका छन्। अनि प्रभु प्रार्थना बिन्ती गर्छौँ जुन केक प्रभु काट्न लागेका छौँ। प्रभु येशू मसीह यो केक असल छ अनि यो केक चाहिँ मिठो छ, स्वादिलो छ। विशेष प्रभु प्रार्थना गर्छौँ यो केकलाई तपाईँ छुनुहोस्, जुन कुराहरूबाट बनाएको छ यसलाई छोएर शुद्ध अनि पवित्र गर्नुहोस्। प्रभुजी प्रार्थना गर्छौँ र आफ्नो छोरालाई यो केकको जस्तै जीवन तपाईँ परमेश्वरले दिनुभएको छ त्यस्तै प्रकारले प्रार्थना गर्छौँ हामीलाई पनि त्यो जीवन दिनुहोस्। प्रभुजी प्रार्थना गर्छौँ तपाईँको वचनबाट हामीले प्रेरणा पाएका छौँ। हाम्रो हृदयलाई तपाईँको कामको लागि खटाउन सकौँ। प्रभु त्यो इच्छा
राख्न सकौँ प्रभु तपाईँले हामीलाई सहायता गर्नुहोस् र धन्यवाद जसरी यो केक एउटा गुलियो छ मिठास छ अनि आफ्नो दासलाई तपाईँले मिठास जीवन जिउनमा पवित्र आत्मा सहायता गर्नुभयो हामीलाई पनि प्रभु यो केक जस्तो मिठास छ त्यस्तै जीवन बिताउनमा पवित्र आत्मालाई सहायता गर्नुहोस् आउने दिनहरूमा प्रभु तपाईँले अगाडि बढ्नमा तपाईँको राज्यको काम गर्नमा प्रभु तपाईँले हामी सानो ठुलो हरेकलाई सहायता गर्नुहोस् भन्दै रहल समय बाँकी जीवनलाई तपाईँ प्रभुको हातमा यो केकलाई पनि तपाईँको हातमा समर्पण गर्दै सानो बिन्ती माग्छौँ येशू तपाईँको जीवित अनि पवित्र नाममा आउनुहोस् हामी आशीर्वाद ग्रहण गर्नेछौँ। पवित्र आत्माले सारा समाजलाई मात गर्दछ। परमेश्वर पिताको प्रेम प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको शान्ति र सहभागिता यहाँ जतिजना हामी प्रियहरू छौँ तपाईँको दासहरू छौँ र विशेष गरी आजका जो जन्मदिन हामीले यसरी मनाइरहेका छौँ एल्डर जोनाथन शेर्पा लगायत उहाँको सम्पूर्ण परिवारको साथमा जबसम्म तपाईँ बादलमा दोस्रोचोटि हामीलाई लिन आउनुहुन्न तबसम्म सदा सर्वदा एक भई बनिरहनु। Happy birthday, baby. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Papa. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Papa. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Papa. Happy birthday to you. उनी वचन पठाउँछन् आफ्नो आत्मा पनि उनी हामी भित्र हामी माथि राज गर्दछन् उनी बाटो बनाउँछन् र डोर्याउँछन् पनि उनी पवित्र र सत्यताको हाम्रो परमेश्वर ताली बजाऊ उचालौ हाम्रो प्रभुलाई गाउँ हामी त्यो नाउँमा प्रशंसाको गीत एउटै आवाज र विजयको धुनले हरेक हृदयले हाम्रो परमेश्वरलाई जय मसीह। विशेष यस च्यानललाई हेरिराख्नु भएको सम्पूर्ण महानुभावहरूमा हेप्जुवा सुसमाचार्य ढुङ्गाको तर्फबाट मेरो न्यानो अभिवादन र विशेष गरेर आज 29 सेप्टेम्बरको दिन हाम्रा यो हेप्जुवा सुसमाचार्य झुण्डका अध्यक्ष हाम्रा वयोवृद्ध जोनाथन शेर्पाज्यू जो हुनुहुन्छ उहाँको आज विशेष जन्म उत्सव थियो अनि उहाँको परिवार तथा मण्डली सबैजना उहाँका जति पनि शुभचिन्तकहरूले विशेष यहाँको आजको यो बर्थडे सेलिब्रेसनलाई मनाइदिनु भयो अनि उहाँलाई बधाई पनि दिनुभयो। उहाँले विशेष आज 87 वर्ष 87 इयर्स पार गर्नु भएर आजदेखि उसो उहाँ 88 वर्षको पहिलो खुड्किलोमा टेकिराख्नु भएको छ। उहाँको आज 29 सेप्टेम्बर चाहिँ उहाँको जन्मदिन परेकोले गर्दाखेरि हामी हेप्जुवा मिनिस्ट्रीहरूको जति पनि आज भ्याउन सकेकाहरू चाहिँ यहाँनिर उपस्थिति भएर यहाँलाई बधाई दिने अनि यहाँको मङ्गलमय र लामो यात्रा
जीवनको अझै यहाँलाई परमेश्वरले अझै लामो आयु दिउन् भनिकन चाहिँ हामीले उहाँको निम्ति प्रार्थना गर्ने अवसर पनि पाउन सक्यौँ। अनि फेरि एकचोटि हामी सबैको तर्फबाट प्रभुका प्रिय छोरो भाइ वृद्ध जोनाथन शेर्पाज्यूलाई हामी बधाई टक्राउन चाहन्छौँ। अनि विशेष आगामी वर्षहरूमा पनि यहाँको मङ्गलमय कामना गर्दछु। हुन्छ, जय मसीह। आफ्नो आत्मा पनि उनी हामी भित्र हामी माथि राज गर्दछन्। उनी बाटो बनाउँछन् र डोर्याउँछन् पनि। उनी पवित्र र सत्यताको हाम्रो परमेश्वर। ताली बजाऊ उचालौँ हाम्रो विजयको धुनले हरेक हृदयले हाम्रो परमेश्वरलाई। ह्याप्पी बर्थडे पापा हजुरलाई। परमेश्वरले यहाँलाई धेरै आशिष दिनुभएको होस्। तपाईँ आशिषित हुनुहुन्छ, साथै आशिष कारण पनि हुनुहुन्छ। अनि जुन एउटा उदाहरणको रूपमा तपाईँ चर्चको लागि परिवारको लागि तपाईँले जिउनु भएको छ। अनि परमेश्वरले अझै धेरै मात्रामा तपाईँलाई आशिष दिनुभएको छु। वान्स अगेन ह्याप्पी बर्थडे पापा। हाम्रो परमेश्वर अन्धकार हटाउनुहुन्छ। हाम्रो परमेश्वर आश्चर्य काम गर्नुहुन्छ। हाम्रो परमेश्वर अन्धकार हटाउनुहुन्छ। हाम्रो परमेश्वर आश्चर्य काम गर्नुहुन्छ। हाम्रो परमेश्वर अन्धकार हटाउनुहुन्छ। हाम्रो परमेश्वर आश्चर्य काम गर्नुहुन्छ। हाम्रो परमेश्वर अन्धकार हटाउनुहुन्छ। हाम्रो परमेश्वर आश्चर्य काम गर्नुहुन्छ। ह्याप्पी बर्थडे पापा है। अब म चाहिँ यो भन्न चाहन्छु, अब यो समयहरूसम्म होइन हाम्रो साथमा परमेश्वरले राख्नुभएको छ है। त्यो कुराहरूमा चाहिँ खुसी एकदमै आज चाहिँ एकदमै ह्याप्पी म चाहिँ है। किनभनेदेखिलाई अब यो उमेरसम्म कति अब संसारमा भएको प्रत्येक मानिसहरूको आमा बाउ चाहिँ यो उमेरसम्म चाहिँ रहनु सकेको छैन होइन। तर हाम्रो चाहिँ अब है अब यत्रो वर्षसम्म होइन अब 88 भन्नु चाहिँ मामुली कुरो होइन है। अब यो उमेरसम्म चाहिँ अब के अरे हाम्रो साथमा परमेश्वरले राख्नुभएकोमा म चाहिँ परमेश्वरलाई धेरै धेरै धन्यवाद दिन्छु होइन। अनि परमेश्वरले चाहिँ यो सुनौलो मौकाहरू दिनुभयो। अहिले मेरो उमेर 45-46 साल अब है लाग्यो होइन। यो उमेरमा चाहिँ अब मैले आजको दिनमा पापाको बर्थडे मनाउनु पाउँदा एकदमै खुसी एकदमै ह्याप्पी छु है। त्यसले गर्दा चाहिँ म चाहिँ परमेश्वरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन। अनि परमेश्वरलाई म प्रार्थना गर्न चाहन्छु फेरि पनि दुबारा आउँदो दिनहरूमा पनि है यसरी नै होइन 100 सालसम्म यसरी नै बर्थडे मनाउनु पाऊँ आफ्नो पापाको भनेर चाहिँ म परमेश्वरलाई धन्यवाद चढाउन चाहन्छु। प्रभु मेरो गोठालो प्रभु मेरो गोठालो मलाई केहीको खाँचो छैन।
ह्याप्पी बर्थडे टु यु मेरो बाबाको लागि। अनि हामीले आज यसरी नै मनाइरहेका छौँ बाबाको उमेर, त्यसको लागि जन्मदिन उत्सव मनाइरहेका छौँ अनि हामी खुसी छौँ अनि हाम्रो सारा परिवारलाई खुसी छु भने धन्यवाद। म यति नै भन्छु। र यो साल 88 है 88 वर्ष पुगेकोमा म एकदमै हर्षित खुसी आनन्दित छु, किनकि यो बेलासम्म पनि मेरो चाहिँ ढाल बनेर मेरो सामु खडा भएको छ है। यो दिनहरू चाहिँ म कहिले पनि बिर्सिदिनँ, किनकि यो दिन चाहिँ मेरो लागि एकदम अमूल्य छ। यति नै भन्नु छ तपाईँलाई। सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् र हामी यसरी आप्पाको बर्थडेमा उहाँ 88 पुग्नु भएको कारणले गर्दाखेरि हामी यहाँ बर्थडेमा भेला हुन सक्यौँ र यो अवसर परमेश्वरले दिनुभयो, यसको लागि परमेश्वरलाई धन्यवाद। साथै पापालाई पनि ह्याप्पी बर्थडे र उहाँको शुभकामना छ। पापालाई ह्याप्पी बर्थडे। आजको उमेरसम्म परमेश्वरले सही सलामत राखेको परमेश्वरलाई धन्यवाद होस्। यति उमेरमा पनि यस्तो तन्दुरुस्त स्ट्रङ, अब हामी भन्दा पनि अझै बलियो खालके उहाँको एनर्जीहरू भएको छ। तर बाउको जतिको चाहिँ हामी चाहिँ त्यो एनर्जी चाहिँ सक्दैनौँ एकदम। अहिले नै हामी यो उमेरमा नै बाउसँग हामीले गर्न सक्दैनौँ भने त अब बाउको उमेरसम्म त हामी त त्यो हड्डी खुड्डीमा झारपातहरू पलाइसकेको झ्याउहरू पलाइसकेको हुन्छ होला होइन। मलाई चाहिँ अन्त उयस लाग्छ, खुसी लाग्छ। योपालि चाहिँ हामी यत्रो वर्षमा हामी सबै दिदी बहिनी दाजुभाइहरू त्यसरी भेला भएर बाउको बर्थडे मनाउनुको लागि खुसी आनन्द छु। हेलो सबैजनालाई नमस्ते। अनि आज म अति नै खुसी छु, मेरो बाउको आज जन्मदिनको उत्सव हामी मनाइरहेको छौँ अनि म एकदमै खुसी छु, किनभने मेरो बाबा आज 87 इयर्सदेखि अब 88मा गइरहेकोमा आज हामी सपरिवार जम्मा भएर उहाँको जन्मदिनको हामीले असल प्रकारले होइन सेलिब्रेट गऱ्यौँ, मनायौँ। अनि हामी क्रिस्चियन हाम्रो मण्डली परिवार पनि सबैजना हामी मिलेर त्यसरी मनाउन सक्यौँ है। त्यसको लागि एकदमै अति नै भन्दा अति नै खुसी छु। अनि ईश्वरलाई धन्यवाद होस्, किनभने परमेश्वरको आशिषले नै मेरो बाबालाई यतिन्जेलसम्म यो उमेरसम्म राखिदिनु भएको हो। साँच्चै नै आज हामी मानिसले चाहेर पनि सक्दैनौँ है यतिको उमेरहरूलाई हामीले बिताउनु चाहिँ। तर आज मेरो बाबाले चाहिँ यत्रो उमेरहरू है उयो गरिरहेको छ होइन, लिइरहेको छ। अनि हामी सबै छोराछोरी हामी सबैजना एकदमै खुसी पनि छौँ। अनि सबैलाई नै धन्यवाद, जतिजना पनि मेरो फ्यामिलीहरू टाढोबाट नजिकबाट सबैजना आइदिनु भयो। मेरो बाबालाई मण्डली साथै मेरो मण्डली पनि सबै आएर है, गुरुजनहरू पनि आएर चाहिँ मेरो बाबालाई है ह्याप्पी बर्थडे विस गर्नुभयो। यसको लागि म एकदमै धन्यवाद छु। अनि म धन्यवादी छु, ईश्वरलाई धन्यवाद दिएर साथसाथै मैले मेरो परिवारदेखिको लिएर मेरो हरेक सदस्यलाई पनि म धन्यवाद दिन्छु। अनि मेरो छरछिमेकीलाई पनि म धन्यवाद दिन्छु। साथै म एकदमै अति नै भन्दा अति नै खुसी छु। म यति भन्दै आजको कतिवटा मैले बोल्न गल्ती गरेला यसको लागि म क्षमा पनि चाहन्छु है। अनि सबैजनालाई धन्यवाद, थ्याङ्क यू सबैलाई।
जय मसीह। ह्याप्पी बर्थडे टु यु पापा है। विशेष गरी हामी सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन्छौँ किनभने आज है हाम्रो पापा चाहिँ 87 पुगेर 88 इयर्समा रनिङ हुँदैछ है। र आज हामी सबै परिवार एउटा फ्यामिली मिलेर चाहिँ पापाको एउटा बर्थडे गरिदिँदैछौँ। यसको लागि एकदमै हामी प्रभुलाई धन्यवाद दिन्छौँ। अनि हामी पापाको फ्यामिली भन्नुपर्दाखेरि चाहिँ हामी 10 जना छोराछोरी छौँ है। अनि नाता नातिनी र पलातिनी गरेर चाहिँ हामी जम्मा 37 जना चाहिँ उहाँको परिवार छ है। नाता नातिनी र पलातिनी मात्र 37 जना छौँ। र आज टोटल फ्यामिली भन्नुपर्दा हामी 60 जना जति चाहिँ आज हामी छोरा बुहारी है गरेर चाहिँ हामी 60 जना जति हामी परिवार छौँ। यो चाहिँ परमेश्वरको ग्रेस, परमेश्वरको अनुग्रह हो है। प्रभुले आज हामीलाई धेरै हामीलाई आशीर्वाद दिनुभएको छ। अनि यसमा चाहिँ हाम्रो एकजना बहिनी चाहिँ मिस छ, किनभने म चाहिँ बाहिर भएको कारणले गर्दा चाहिँ आज हामी पेमालाई चाहिँ मिस गरिराखेको छौँ है। पेमाले पनि हामीलाई मिस गरिरहेछ। र पनि केही छैन, उसको पनि हामीलाई एकदमै ठुलो सहयोग र उसको पनि ठुलो हात छ है। र हामी एकदमै प्रभुलाई धन्यवाद दिन्छौँ। विशेष गरी चाहिँ प्रभुलाई धन्यवाद नदिकन सक्दैनौँ किनभने आज उहाँ यति 88 इयर्स पुगेर पनि आज 16 वर्षीय जवानी छोरा भएर चाहिँ आज उहाँ चाहिँ प्रभुको सेवाकाई गर्नु चाहिँ जानुहुन्छ है। र आज हामी एकदमै गर्व गर्छौँ। आज उहाँको आशीर्वादले गर्दा आज हामी छोराछोरी नाता मनाता पलातिनीहरू पनि एकदमै हामी एकदम सक्षम सुरक्षासँग छौँ है। एकदम खुसी छौँ र हामी पापालाई एकदमै धन्यवाद परमेश्वरलाई धन्यवाद दिन्छौँ। अनि प्रभुलाई पापालाई चाहिँ ह्याप्पी बर्थडे टु यु फेरि पनि भन्न चाहन्छु। गगालाई ह्याप्पी बर्थडे। ह्याप्पी बर्थडे गगा। ह्याप्पी बर्थडे गगा। ह्याप्पी बर्थडे टु यु पापा। आज मैले जब प्रभु पाएँ अनि प्रभु चिनेको कारणले गर्दाखेरि म भन्न चाहन्छु मेरो छोराछोरी नाता नातिनीहरू सबैले प्रभुको सेवा सङ्गतिभित्र आउन सकेको होस्, प्रभुलाई असलसँग प्रभुको कार्यहरू गर्न सकेको होस् होइन। प्रभुले चाहिँ अब आउँदो दिनहरूमा अझै थप आशिषहरू दिएको होस् अनि दर्शनतानमा अझै बढी अनि आफ्नो जातिभित्र सुसन्देश दिएर आफ्नो जातिहरूलाई पनि प्रभुमा ल्याएको होस् भन्न चाहन्छु। मेरो जीवन पछाडि पनि केही कुरोहरू नानीहरूले यो कुरोहरू चाहिँ एकदम नभुलेको होस् र प्रभुले धेरै धेरै नाता नातिनी सब प्रत्येकमा आशिष दिएको होस् किनभने प्रभुले आशिष दिनुभएको छ अहिलेसम्म। किनभने मेरो परिवारमा छोराछोरी नाता नातिनीको जोड्यो भनेदेखि अहिले झन्डै 38 जना जस्तो चाहिँ नातिको नातिहरू मात्रै छन्। अन्त यसले गर्दाखेरि म प्रभुलाई धेरै धन्यवाद दिन्छु। प्रभुले चाहिँ मलाई आब्रामकै आशिष दिएको म सम्झना गर्छु किनभने आज प्रत्येकलाई असल छ, प्रत्येकलाई आरामदायक छ, प्रत्येकले आशिष पाएको छ है। अनि आशिषमै अझै आशिषमै बढ्दै जाओस् भन्न चाहन्छु।